मधुपुरडायरी.com को यो स्थलगत रिपोर्टिङमा स्वागत छ। आज हामी काठमाडौँको भृकुटी मण्डपमा आइपुगेका छौँ, जहाँ यति बेला आज पुस 15 गते यो च्याउ उत्पादक किसान सङ्घको अगुवाईमा आज पुस 15 गतेको दिनलाई नेपाल सरकारले च्याउ दिवस घोषणा गरेको सन्दर्भमा यहाँ मेला भइरहेको छ। यसै सन्दर्भमा च्याउ क्षेत्रमा निकै नै लिडिङ रोल खेल्दै आएको संस्था मसरुम सीड नेपाल रहेको छ। मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडकै रिसर्चर हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गर्ने कोसिस गरेको छ। नमस्ते म्याम। नमस्कार सर। हजुरको शुभ नाम भनिदिनुहोस्। मेरो नाम निशा कार्की र यसै मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरमा रिसर्च असिस्टेन्टको रूपमा चाहिँ कार्यरत छु। ओके, आजको यो मेलामा चाहिँ यहाँहरूको पनि स्टल रहेको रहेछ हैन? मसरुम सीड नेपालले चाहिँ विभिन्न स्थानमा चाहिँ यसरी स्टलहरू पनि राख्ने गरेको थियो। आज चाहिँ हाम्रो स्टलमा के भइरहेको छ यसो जानकारी दिनु होला। के प्रडक्टहरू राख्नु भएको छ यसो भनिदिनुहोस् न हामीलाई। म यताबाट सुरु गर्न चाहन्छु है। हामीले चाहिँ अब मसरुम फ्रेस मसरुमहरू चाहिँ राखेको छौँ। पहिला सुरुमा विभिन्न खालको मसरुमहरू छ, ब्ल्याक वेस्टर, ब्ल्याक पर्ल, सीताके मसरुम अनि रातो च्याउ भनेर रहेको छ। अब रेसी मसरुम पनि भनिन्छ यसलाई चाहिँ। र अब हामीले यो फ्रेस मसरुम भयो यस्ता, र हामीले चाहिँ विभिन्न खालको मसरुमबाट नै कस्तो खालको चाहिँ कुजिन्सहरू बनाउन सकिन्छ प्रडक्टहरू होइन। त्यसको लिए अब मसरुम मोमो छ, त्यसै गरी मसरुम स्टिक, छोइला र मसरुम पकौडाहरू चाहिँ रहेको छ यो स्टलमा चाहिँ। र त्यसै गरी हामीसँग चाहिँ रातो च्याउ अघि नै भनेदेखि यहाँ चाहिँ फ्रेस देख्न सक्नुहुन्छ च्याउ। यो रातो च्याउ भन्नुभयो नि। हजुर, हामीलाई जानकारी भएअनुसार यो मेडिसिनल मसरुमको रूपमा तरकारी या सब्जीको रूपमा खाने गरिँदैन हैन? यसको बारेमा पनि थोरै कुराहरू भनिदिनुहोस् न। यसबाट थुप्रै रोगहरूमा चाहिँ लाभदायक हुने भन्ने कुराहरू आइरहेको छ, के भन्न चाहनुहुन्छ विषयमा? विशेष गरेर अरू च्याउहरू चाहिँ जस्तै यहाँ देखाएकै अब यो सीताके च्याउ, अब ओस्टर च्याउहरू चाहिँ तरकारीको रूपमा पनि खाइरहेको छौँ हामीले। तर यो रातो च्याउ जुन चाहिँ रातो च्याउ चाहिँ हामीले चाहिँ मेडिसिनको रूपमा चाहिँ खाने गरेको छौँ। त्यसै कारणले गरेर अब यो मेडिसिन कुन रूपमा चाहिँ फाइदा हुन्छ भने डायबिटिजहरू छ, र त्यसै गरी यो ब्लड प्रेसर, हाई ब्लड प्रेसरहरूले चाहिँ खाने हाई ब्लड प्रेसर भएका बिरामीहरू हुनुहुन्छ, हाइपरटेन्सनको बिरामीहरू चाहिँ निकै नै लाभदायक। हजुर, उहाँहरूले पनि खाइरहनु पनि भएको छ। अझ उहाँहरूले चाहिँ खाएर उहाँहरूले चाहिँ राम्रो भएको कुराहरू पनि हामीलाई बताइरहनु भएको छ। र त्यसै गरी अर्को भनेको चाहिँ एन्टी ट्युमर र एन्टी क्यान्सर प्रपर्टिज भएको पनि रहेको छ। यसले चाहिँ डाइरेक्ट क्यान्सरै निको पार्छ भन्ने होइन कि, तर अब क्यान्सरको चाहिँ लाग्न नदिने एन्टिअक्सिडेन्ट प्रपर्टिजहरू रहेको छ। यस्ता चाहिँ अब प्रपर्टिजहरू भएको कारणले गरेर यसले चाहिँ मेडिसिनल मसरुम चाहिँ भनिएको छ रातो च्याउलाई। अब मसरुम सीड नेपालले चाहिँ यो रातो च्याउमा नेपालकै सन्दर्भमा कुराकानी गर्नुपर्दा निकै नै ठुलो रिसर्च पनि गरिरहेको छ, प्रवर्धन उत्पादन सबै गरिरहेको छ, बाई प्रडक्टहरू पनि थुप्रै रहेको छ। हामीसँग चाहिँ के प्रडक्टहरू रहेको छ थोरै कुराहरू जानकारी दिनुहोस् न। हुन्छ, यो चाहिँ हामीसँग चाहिँ अहिले रातो च्याउकै प्रडक्टहरू नै रहेको छ। रातो च्याउको प्रडक्टहरूमा चाहिँ हामीले पाउडर फर्ममा पनि छ, र पाउडर फर्ममा नत्र नभइकन चाहिँ ड्राइड फर्ममा पनि रहेको छ भने हामीसँग लिक्विड एक्सट्र्याक्ट, हामीसँग फ्रेस मसरुमहरू चाहिँ वर्षभरि नै नरहने, र त्यो कारणले गरेर चाहिँ हामीले चाहिँ लिक्विड एक्सट्र्याक्टहरू पनि राखेका छौँ, अहिले बनाएका छौँ, बजारहरूमा उपलब्ध छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। ओके, मसरुम सीड नेपाल अब नामैले पनि बिउको उत्पादन गर्ने कम्पनी रिसर्चर संस्थाको रूपमा रहेको छ। कुन बिउहरूको उत्पादन गर्ने गरेको छ? हामीसँग विभिन्न खालको त्यो बिउहरू चाहिँ रहेको छ। ब्ल्याक वेस्टर पनि विभिन्न खालको येल्लो वेस्टरहरू, रेड वेस्टरहरू चाहिँ रहेको छ। हामीले चाहिँ यहाँनिर राखेका पनि छौँ। यो येल्लो वेस्टर, पिङ्क वेस्टर अनि सीताके मसरुम, अनि यो भर्खरै त्यो नेपालकै कन्टेक्समा पनि भन्नु पर्दाखेरि चाहिँ कमर्सियल रूपमा चाहिँ खेती भइरहेको लायन्स मेन मसरुमको पनि बिउ रहेको छ। र त्यसै गरी हामीसँग वुड इयर मसरुम अनि रेसी मसरुमहरूको चाहिँ ब्ल्याक पर्ल, ब्ल्याक वेस्टर मसरुमहरूको चाहिँ बिउहरू चाहिँ उपलब्ध रहेको छ। निकै नै महत्त्वपूर्ण जानकारी दिनुभयो। स्टलमा आज कतिको भिड देखिरहनु भएको छ? इन्क्वायरी कतिको भइरहेको छ? एकदमै धेरै, सोचेको भन्दा अब अझ यो फर्स्ट आवर भयो, त्यसपछि अब अझ बढ्दै जान्छ भन्ने चाहिँ आशा छ हामीलाई। अहिले नै पनि भिडहरू चाहिँ देख्न सक्नुहुन्छ। मिठो परिकार पनि चाख्न
यसमा पाइन्छ भनेर हामीले थाहा पायौँ। के बाँकी रहेको छ भान्सामा? अहिले मसरुम पकौडा, मसरुम स्टिक अनि मसरुम मोमोहरू चाहिँ रहेको छ। अहिले चाख्न सक्नुहुन्छ हजुरहरू। एकजना रिसर्चर हुनुहुन्छ होइन, मसरुम स्ट्रिट नेपालमै पनि कार्यरत हुनुहुन्छ। एकजना रिसर्च स्टुडेन्टको रूपमा भन्नु पर्दाखेरि नेपालमा चाहिँ च्याउ खेतीको सम्भावना, च्याउको बजारको सम्भावना कतिको पाउनु भएको छ यहाँले चाहिँ? पहिलाको हेरिकन चाहिँ अहिले जनचेतना त एकदमै धेरै बढेको छ, देखिन्छ पनि। च्याउप्रतिको जसरी त्यो हेर्नुहुन्छ उहाँहरूले न्युट्रिसनल रूपमा, मेडिसिनल रूपमा यति फाइदाजनक छ भनेर चाहिँ पाइरहेको छु। तर रिसर्चहरू भने एकदमै धेरै कम पाइएको छ। आफैले देख्दाखेरि पनि रिसर्चको लागि अब सामानहरू भयो, कतिपय सामानहरू चाहिँ हामीले खोजिराख्दाखेरि पनि पाएका छैनौँ। विदेशमै जानुपर्ने खालको त्यस्तो खालको कन्डिसन पनि, प्रब्लमहरू पनि रहेको छ। त्यसै कारण गरी यो रिसर्चहरूमा चाहिँ अझ धेरै प्रोग्रेसहरू चाहिँ हुनुपर्छ। मसरुम सीड नेपालकै बारेमा थोरै जानकारी दिनुहोस् होइन। यसले च्याउ उत्पादन, प्रवर्धन, यसमा जनशक्ति उत्पादनको लागि विभिन्न तालिमहरू पनि दिँदै आएको छ। यो विषयमा पनि हामीले थोरै जानकारी भएको भएर हाम्रो दर्शकबिनहरूलाई यो विषयमा अलिक विस्तृत रूपमा भनिदिनुहोस् न। के कस्ता खालका तालिमहरू पनि दिँदै आउनु भएको छ, कस्ता कस्ता सेवा सुविधाहरू दिँदै आउनु भएको छ? यहाँ मसरुम सीड नेपालबाट सीताके च्याउ, विशेष गरेर सीताके च्याउको लागि पनि ट्रेनिङहरू चाहिँ भइरहेको छ। हाल पनि अब आउँदै गरेको यो महिनामा पनि 22, 23, 24 गते चाहिँ यो ट्रेनिङ भइरहेको छ। ट्रेनिङहरूमा थ्योरिटिकल मात्र नभइकन प्र्याक्टिकल्ली हजुरहरूले चाहिँ अब सक्षम हुने गरी ट्रेनिङमा सीताके च्याउ अब आफ्नै घरमा गएर आफूले कसरी प्रडक्सन गर्नुहुन्छ त्यसको चाहिँ सक्षम हुने गरी चाहिँ हामीले चाहिँ यहाँ ट्रेनिङहरू चाहिँ दिइरहनु भएको छ। धेरैजना हुनुहुन्छ ट्रेनिङ लिएर आफै उत्पादन गर्न सुरु गरिरहनु भएको छ। ओके, हस्, आजको यो मेलामा हाम्रो यो छोटो कुराकानी होइन त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, जानकारीको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस्।